नमस्ते साथीहरू। यो मेरो र मेरो जेठाजुको कथा हो। एक दिन पानी परिरहेको थियो। पानीका थोपाहरू आँगनभरि नाचिरहेका थिए र म आँगनमा उभिएर पानी महसुस गरिरहेकी थिएँ। मेरो मन भारी थियो। पतिसँगको झगडाले मनमा एउटा अनौठो पीडा पैदा गरेको थियो। मेरो सारी र ब्लाउज शरीरमा टाँसिएको थियो र कपालबाट पानीको धारा बगिरहेको थियो। त्यतिबेलै ढोकामा कसैको चाल भयो। मैले फर्केर हेर्दा जेठाजु उभिनु भएको थियो। उहाँको नजर मेरो भिजेको रूपमा अडियो। उहाँको आँखामा केही यस्तो थियो जसले कसैलाई पनि कमजोर बनाउन सक्थ्यो। म तुरुन्तै सारीको पल्लु मिलाउन थालेँ, तर उहाँको नजरबाट बच्न मुस्किल थियो। उहाँले मुस्कुराउँदै भन्नुभयो, "पूजा, यहाँ के गरिरहेकी छौ? यति पानीमा बिरामी पर्छौ, भित्र जाऊ।" मैले हल्का मनले जवाफ दिएँ, "भित्र मन लागिरहेको छैन, बाहिर राम्रो लागिरहेको छ।" उहाँको नजर मेरो कुराभन्दा बढी मेरो अनुहारमा थियो। उहाँ बिस्तारै आँगनमा आउनुभयो। पानीका थोपाहरू अब उहाँमाथि पनि खस्न थाले। मैले अचम्म मान्दै भने, "तपाईँ भिज्नुहुन्छ, भित्र जानुहोस्।" तर उहाँ मुस्कुराउँदै भन्नुभयो, "यदि तिमी भिज्न सक्छौ भने म किन सक्दिनँ?" उहाँको यो कुरामा म हल्का मुस्कुराएँ। उहाँ केही क्षण चुपचाप उभिनुभयो। त्यसपछि भन्नुभयो, "सपना, यो पानी अनौठो हुन्छ। यसमा हरेक भावना जागृत हुन्छ।" उहाँको कुरामा केही यस्तो थियो जसले मलाई बेचैन बनाइरहेको थियो। म फर्केर भित्र जान लागेकी थिएँ। उहाँले मेरो हात समाउनुभयो। मेरो मुटु जोडले धड्कन थाल्यो। "पूजा, रोक, म केही भन्न चाहन्छु।" उहाँको आवाजमा एउटा अनौठो गहिराई थियो, तर म आत्तिएर हात छोडाउने प्रयास गरेँ। तर उहाँको स्पर्शले मलाई भित्रसम्म छोएको थियो। मैले भने, "के कुरा हो जेठाजु?" उहाँले भन्नुभयो। उहाँ अलि हिचकिचाउँदै बोल्नुभयो, "तिमीलाई यस अवस्थामा देखेर आफूलाई रोक्न मुस्किल भइरहेको छ। तिम्रो यो सुन्दरता, यो पानीमा भिज्नु, सबै यस्तो छ जस्तो कि कुनै सपना हो।" उहाँको कुरा सुनेर म एक क्षणको लागि थिचिएँ। मेरो नजर झुके र मनमा अनौठो हलचल पैदा हुन थाल्यो। मैले आफूलाई सम्हाल्दै भने, "तपाईले यस्तो भन्नु हुँदैन, म तपाईको भाइकी श्रीमती हुँ।" तर उहाँले मेरो कुरा सुन्नु भएन जस्तो लाग्यो। उहाँ अलि नजिक आउनुभयो र भन्नुभयो, "पूजा, मलाई थाहा छ यो गलत हो, तर कहिलेकाहीँ मनका कुरा दिमागले गर्दैन। तिमीलाई यसरी हेर्नु, मेरो नजिक हुनु सबै यति खास लाग्छ।" उहाँका कुराले मलाई भित्रसम्म हल्लाइदियो। म के भनौँ भनेर बुझ्न सकिरहेकी थिइनँ। पतिसँगको झगडाका कारण म पहिले नै भावनात्मक रूपमा कमजोर थिएँ र उहाँका कुराले मलाई अझै अल्झाइदिएको थियो। मेरा कदमहरू डगमगाउन थालेका थिए र मलाई केही भइरहेको थियो, किनभने उहाँ मेरो यति नजिक हुनुहुन्थ्यो कि मेरो सारा शरीरमा अनौठो बेचैनी भइरहेको थियो। मलाई कसैको सहारा चाहिएको थियो। त्यसैले म पनि केही बेरको लागि बहकिए र उहाँका कुरामा हराए। तर त्यतिबेलै पानी अझ तेज भइसकेको थियो। मलाई यो सब गर्नु हुँदैन, किनभने यो सब गलत हो भन्ने याद नै भएन। र मैले उहाँतिर हेरेर भने, "जेठाजु, तपाईँ जे भनिरहनु भएको छ त्यो सही छैन।" उहाँले हल्का हाँसोका साथ भन्नुभयो, "सही र गलतको फैसला गर्न यति सजिलो हुँदैन पूजा। कहिलेकाहीँ केही सम्बन्धहरू आफ्नो सीमाभन्दा बाहिर जान्छन्।" मैले आफूलाई बलियो बनाउँदै भने, "यो सबै बिर्सिनुहोस्, हामीले आफ्नो मर्यादा बिर्सनु हुँदैन।" उहाँको नजर झुके र उहाँले बिस्तारै भन्नुभयो, "सायद तिमी सही भनिरहेकी छौ। तर यदि मैले तिमीलाई यो सबै नभनेको भए यो कुराले मलाई जीवनभर पिरोलिरहन्थ्यो।" मैले केही नभनी आँगनबाट भित्रतिर कदम बढाएँ। तर भित्र जाँदा पनि उहाँको नजरको गर्मी मेरो पछाडि महसुस भइरहेको थियो। पानी रोकिएको थियो, तर मेरो मनमा एउटा छुट्टै तुफान उम्लिरहेको थियो। यो घटनाले मलाई यस्तो अल्झनमा पारिदियो जसको समाधान आज पनि मसँग छैन। तपाईलाई मेरो यो कथा कस्तो लाग्यो? यदि मन पर्यो भने भिडियो लाइक गर्नुहोस् र च्यानल सब्स्क्राइब गर्नु नभुल्नुहोला। धन्यवाद।